हेलो नमस्ते गाइस, सन्चै हुनुहुन्छ होला तपाईहरुलाई। आज मेरो ब्लगमा स्वागत छ। अनि आज चाहिँ म तपाईहरुलाई चाहिँ केही कुराहरू देखाउने छु जुन चाहिँ म माल्टाबाट चाहिँ कहाँ जाँदैछु भन्दाखेरि रमणीय जाँदैछु। अनि त्यो कुरामा तपाईहरुलाई म के हुन्छ, के गर्छु, म सबै कुराहरू तपाईहरुलाई म जानकारी दिन्छु। स्टे ट्युन। ल गाइस, फाइनली म जाँदैछु दिदीलाई भेट्न है, लगेजहरू बोकेर। ओ मेरो दिदी त्यहाँ हुनुहुन्छ। अब टाइम ढिलो भइसक्यो त। अनि भइसक्यो नि। बोल्नु गरौँ है। गरौँ दिदी गरौँ। कति देखाउनु त हेरै। ओइ आज त लास्ट ट्राफिक छ हो। के गर्ने होला? हेर त यहाँ। ल गाइस, ट्राफिक रहेछ धेरै नै। अब तपाईहरुलाई म कुर्दैछौँ अनि तपाईहरुलाई हामी एयरपोर्टमा गएर देखाउनेछौँ है। बाई बाई। पर खाइमा साथीहरू हामी चाहिँ फाइनली यहाँ गाडीमा छ। अनि तपाईलाई कस्तो फिल भइरहेछ त? लास्ट इयर राम्रो फिल भइरहेछ। तपाईँ आयो भन्दैन। एडिट पनि गर्छौ कि त्यतिकै हालिदिन्छौ? म हाल्छु। ब्लग रे ब्लग हो क्या दाइ। अब चाहिँ हामी यहाँ बस स्टप जस्तै ठाउँमा आएका छौँ। बसमा चढेको छौँ। नजिक जानलाई। हामी चाहिँ अब 9 बजेको यो जाने चढ्नको लागि हामी अब प्लेनभित्र छिरिन्। अब हामी सिट खोज्नको लागि जाँदैछौँ। कतिमा राम्रोसँग सिट खोज है। हुन्छ। तिम्रो सिट नम्बर कति रे? मेरो 28C। ओके। हामी चाहिँ प्लेनमा नि बस्यौँ है। अनि प्लेनमा चाहिँ इङ्ग्लिस हुनुहुन्छ। एकदम टाउको दुखेको छ। If Bucharest is not your destination, please identify yourself to the cabin crew. Today you are traveling on a Boeing 737-800. Please move along the cabin aisle and take your allocated seat and click up. निन्द्रा लाग्नु भएछ हेर्नु त। निन्द्रा लाग्यो? निन्द्रा लाग्यो दि तपाईँलाई? यता हेर्नु न। अनि यता हेर्नु न। आँखा गाइस, अब चाहिँ हामी प्लेनमा आइसकेको छौँ होइन। तपाईँहरूलाई चाहिँ म अब उता पुगिसकेपछि चाहिँ सायद ढिला हुन्छ होला, राति हुन्छ होला। तपाईँहरूलाई म भोलिपल्ट चाहिँ के हुन्छ होइन, कसो हुन्छ, हामी चर्चमा के गर्छौँ, कसो गर्छौँ तपाईँहरूलाई भन्नेछौँ ल। सो गाइस, अहिलेको लागि चाहिँ यति लास्ट। टाउको दुखेको छ, निन्द्रा लागेको छ कि। हामी गयौँ ल, निन्द्रा लागिरहेको छ। हामी रोमनिया गरे फाइनली।
नेपाल नेपाल हो यो बहिनी पनि पनि गाई हामी आइपुग्यौँ हामी कहाँ आयौँ ल भन्नुहोस् साथीहरू हामी चाहिँ रोमानिया आइसक्यौँ माल्टाबाट फाइनली फेरि हामी यो बसमा चढ्न लागिरहेको छौँ होइन तिमीलाई कस्तो लागेको छ त रोमानियाको यो वेदर रोमानियाको वेदर ठिकै लाग्यो अहिलेसम्म चाहिँ यस्तो जाडो पनि छैन तिमीलाई प्लेनमा त्यही गाह्रो केही भयो कि भएन खासमा भन्नुपर्दाखेरि मलाई सास हेर्न गाह्रो भएको थियो स्टार्टिङमा चाहिँ एन्ड आफ्टर मेरो कान चाहिँ ब्लक भएको थियो एन्ड आइम फिलिङ ओके ओ हामी यो प्लेनमा आएको हेलो माई फ्रेन्ड हेलो माई फ्रेन्ड के छ कता हो पुरै सुत्दिने तिमी झुलेर आमामा के हो यस्तो यस्तो सुमन के छ आमा बोल्दैनौ त तिमी त झर्ने बित्तिकै फाइनल हारेको यहाँ केही छैन ल गाइजहरू हामी चाहिँ लगेज बोकेर आइसक्यौँ अनि लगेज बोकेर सरी आएको छौँ आया ल फाइनली यार इन रोमानिया यस्तै ठगेर आएको छ एकदम गाह्रो भएको छ निन्द्राले ढक्को दुखेर ठिक छ ओके साथीहरू हामी चाहिँ ठ्याक्क यहाँ के अरे एप्रोबाट झऱ्यौँ होइन अनि ठ्याक्क यहाँ 5 रुपियाँ हालेर बुक गर्नुभएको रहेछ अनि त्यसमा हामी अहिले चढेर यहाँ निस्किँदैछौँ हेलो गुड मर्निङ जय मसी हामी चाहिँ भर्खरै उठौँ अनि उठेर चाहिँ हामी सर यहाँ बसिरहेको छौँ अब रेडी हुन्छौँ हातैसँग त्यो पुग्नुपर्ने हुन्छ अनि मेरो सोल पनि लाइक भाँसिरहेको होला भर्खर उठेको भएर सो यु आर गेटिङ रेडी फाइनली वी आर गेटिङ रेडी फर चेयर्स मेरो ब्याग अनि यहाँ सिज अल्सो अलरेडी रेडी कहाँ यहाँ के है अब चाहिँ हामी जाँदैछौँ सङ्गतिमा अनि बोल्टमा चाहिँ हामीले अर्डर गरेका थियौँ किनकि कति नजिक भए पनि कति सङ्गतिमा जाँदैछौँ भनेर सो हामी चाहिँ अहिले यहाँ गाडीमा छौँ अनि दाइ दिदीहरू हुनुहुन्छ अनि त्यसपछि अनि अरू बाँकी दाइहरू जानु भइसक्यो अनि आश्रबाहरू र अनि अर्को दादाहरू चाहिँ आउँदै हुन्छ सो हामी चाहिँ अब सङ्गतिमा लाग्यौँ है सबैजना जय मसी भनेर जय मसी दिदी जय मसी ओके तपाईँहरूलाई म देखाउनेछु के हुन्छ कसो हुन्छ त्यसमा चाहिँ तपाईँहरूले वेट गर्नु होला ल मेरो चाहिँ फर्स्ट टाइम हो सो आम लिटल बिट गेटिङ नर्भस सो ओके स्टे ट्युन यो प्यारिसमा रहेछ होइन प्यारिस के अरे सङ्गति चाहिँ हेर्नु सक्नुहुनेछ यो त हाम्रो दाजुभाइहरू चाहिँ वेट गर्दै हुनुहुन्छ यो कन्फ्रेन्स ठिकै छ ब्युटिफुल यहाँ हामीसँग त्यो आइसकेको छौँ ल दाइ कस्तो फिल भयो तपाईँलाई भन्नुहोस् अल गुड नि त पुग्यो एसी धेरै यस्तो धेरै भयो आहा सुनिरहेछ विवेकलाई लैजाउँ खाँदैछौँ अनि हाम्रो चाहिँ सेन्डविच र 2टा अन्डा छ अनि हाम्रो दादा अङ्कलहरूले चाहिँ खाइदिनुहुन्छ अन्डलाई हामी खाइसक्नु भयो आगो पहिले के सिनेको
नेटमा थाहा छ यो हो र अहिले पनि हेर न कस्तो दुःखी भएर बसिरहेको छ है आऊ बस्नु न ओ मनसा के भयो तिमीलाई के भन्नु र खै यो जिन्दगी देखेर पनि निराश लागिसक्यो ऊ यो लाली गुराँसलाई हेर त यसको जीवन कति छोटो हुन्छ नि तिमीलाई थाहा छ त्यसरी नै हाम्रो जीवन पनि छोटो छ यो फुलले आफ्नो चिन्ता नगरे चाहिँ परमेश्वरले पनि हामी चिन्तित कुराहरू छोडेर हामी आज यस ठाउँमा आएका छौँ यो 3 दिनको भेलामा आएका छौँ र यो भेलामा आउँदै गर्दाखेरि चाहिँ अघि हाम्रो पार्श्वजीवले भन्नुभएको जस्तै हामी घुम्न आउनु मात्र चाहिँ होइन है सुन्दै हुनुहुन्छ हामी घुम्न आउनु मात्र चाहिँ होइन तर केही न केही कुरा चाहिँ यहाँबाट लिएर जानु पनि हो आमेन परमप्रभुको शक्तिशाली उपस्थिति चाहिँ तपाईँ अनि मेरो बिचमा पहिलेदेखि छ अनि उहाँले चाहिँ यस ठाउँमा काम गर्दै हुनुहुन्छ अनि हरेक इच एन्ड इन्डिभिजुअल व्यक्तिको जीवनमा चाहिँ उहाँले काम गर्न थाल्नु भएको छ कतिजनालाई सुक्खा भूमि थाहा छ सुक्खा भूमि थाहा छ कस्तो कम छ भन्ने जुन कुरा आएको छ नि यदि परमेश्वरको राज्यमा फसल धेरै कटनी गर्ने हो भने त्यो कामदारको कन्टेक्स्टमा चाहिँ बल र शक्ति होइन तर के चाहिन्छ परमेश्वरको आत्मा चाहिन्छ अनि परमेश्वरको आत्मा भएको मान्छे चाहिँ के हुन्छ परमेश्वरको राज्य बढाउँछ एकदम पावरफुल आजको बसुन हजुरलाई कस्तो लाग्यो दुईटै बच्चा एकदम राम्रो थियो स्पेसली हाम्रो भर्खर अगाडि दिनु भने मनोज श्रेष्ठजीले भेरी पावरफुल तपाईँलाई दाइ भोक लाग्यो भोक अब हामी खानाको लाइनमा छौँ अनि म चाहिँ लाइनमा छु अनि पछाडि पनि लाइनमा टन्नै हुनुहुन्छ हेर्न खाना चाहिँ रेडी भएर खाँदैछ हामी मैले बनाइदिइसकेँ हो र युरोप ल्यान्डमा नेपाली खाना अनि हामी चाहिँ खानासाना खाएर अनि यहाँ बसिरहेको छौँ अनि यहाँ ब्रेक टाइम जस्तै हो खाना खाएर बसेको वालहरू चाहिँ त्यो टायल लगाऊ भनेर भन्नु अरे अनि ऊ चाहिँ एकदमै गाह्रो भएछ मैले यत्रो बाइबल स्कुल पढेर यत्रो उत्साह साथ अनि सेवा गर्नु गएको सुरुकै सेवा के भयो टोयलेटको वालमा चाहिँ त्यो टायलहरू लगाउने अनि उसलाई चाहिँ सङ्घर्ष भयो अरे तैपनि ऊ प्रार्थना साथ त्यो टायल लगाउनु थाल्यो अरे भजन गाउँदै त्यो टायल लगाउँदा के भन्यो
उसलाई चाहिँ के भन्नु परमेश्वरको आत्माले अभिषेक गर्नुभयो भर्नुभयो अनि त्यो अन्य भाषाको वरदान पाए भनेर भन्दै हुन्थ्यो। अनि त्यसै गरी परमेश्वरको आत्माको अभिषेक चाहिँ पाउनलाई तपाईँहरू मैले फर्किनुपर्छ, किनभने परमेश्वरको काम भनेको चाहिँ घर वचन प्रचार गर्ने मात्र होइन। जब तपाईँ र मैले परमेश्वरको वचन अथवा परमेश्वरको जनको आज्ञा पालन गर्छौँ, त्यो गर्दै गर्दाखेरि परमेश्वरले आफ्नो अभिषेक पठाउनुहुन्छ। अनि परमेश्वरको आत्माको अभिषेक चाहिँ समर्पण बिना प्राप्त गर्न सक्दैन। प्रेरित 5 अध्यायको 32 पदमा कसैले पाउनुभयो भने पढिदिनुहोस्। प्रेरित 5 अध्यायको 32 पद। हामीसँग समय अलिकति लिमिटेड छ, त्यही भएर म अलिकति छिटो जाँदैछु। प्रेरित 5 अध्यायको 32 पद। साथीहरू अब सङ्गति पनि सकियो अनि अहिले चाहिँ हामी यहाँ बसिरहेको छौँ। यतिकै दिदीबहिनी सङ्गति यताउति गीतहरू गाउँदै होइसिन्छ। अब हाम्रो आजको दिन यसरी नै बित्यो। आज धेरै कुराहरू सिकियो परमेश्वरको बारेमा, जुन कुरा चाहिँ हाम्रो बारेमा जुन चाहिँ हामीलाई चाहिएको थियो हाम्रो लाइफमा होइन। पास्टरको हामीले जस्तो तरिकाले सिकाउनु भयो, बुझाउनु भयो। जुन परमेश्वर न त बलले न शक्तिले के त भन्छ प्रभुको आत्माले, जुन प्रभुको आत्माले के न त शक्तिले न त बलले के त सबै कुराहरू परमेश्वरको आत्माले भन्दछ भन्ने विषयमा सिक्यौँ। आज एकदम आनन्दित र आत्मय भयो। दिदी तपाईँलाई कस्तो फिल भयो आज भन्नु त? हजुर कस्तो लाग्यो आजको दिन वचनहरू? धेरै राम्रो भयो। तपाईँले इन्जोय गर्नुभयो? अब भोलि पनि हामी यसरी नै आउनेछौँ, यसरी नै भेट्नेछौँ। अनि आजको दिनमा सबैजनालाई धन्यवाद। जय मसीह। बाई बाई गाइस। यो चाहिँ मेरो फर्स्ट भ्लग हो अनि मलाई चाहिँ कति कुराहरू आउँदैन, जुन कुराहरू मलाई बोल्न पनि आउँदैन त्यसमा चाहिँ मलाई तपाईँहरूले क्षमा गरिदिनु होला। म अझै सिक्छु, अझै बोल्छु। अनि कुनै कुराहरू चाहिँ अब देखेर म यस्तै भ्लगहरूमा ल्याएर अनि तपाईँहरूलाई म देखाउने छु हरेक कुराहरू। अनि सधैँ डेली भ्लग त आउन सक्दैन, तर पनि परमेश्वरको लागि जुन टाइम जुटाएर अनि कामहरूको समय मिलाएर म चाहिँ आउनेछु। धन्यवाद। बाई। गुड नाइट। आई लभ यु।